अब नाम्ची हस्पिटलमा मान्छेको क्या हो भाउ बढ्दैछ अरे। अब कार्ड बनाउँदाखेरि पहिला फ्रीमै, अब त्यो कार्डको दाम मात्रै छोडिदिएको रहेछ। सिटी स्क्यानिङ, एमआरआई, अल्ट्रासाउन्ड गरेको पैसा तिर्नुपर्ने। बरु प्राइभेटै बनाइदिनु नि हस्पिटल, गभर्मेन्टको नाममा के नै पो छ र। सबै कुरा फेसिलिटी भन्ने त छैन। बल्ल बल्ल एउटा चर्चा चल्दै थियो कि नाम्ची हस्पिटल कस्तो सफा छ, कस्तो राम्रो हेरविचार गर्छ, बिमारीहरूलाई कस्तो मजाले केयर गर्छ भनेको सुन्नु पाइएको क्या। एक हप्ता मात्रै भएको थियो, एक हप्ता पछाडि फेरि दाम बढाइदिइहालेको। अनि बढाउनु पनि 60 रुपियाँ 50 रुपियाँ पो बढाउनुपर्छ त हौ। त्यो 500देखि 1000 2000सम्म पो बढाएको छ त। त्यत्रो पैसा चाहिँ हामी जस्तो गरिब दुखी मान्छेले कहाँ ल्याउने। यसै पनि त गभर्मेन्ट हस्पिटलमा पुऱ्याउँदाखेरि ब्लड टेस्ट गर्नु पठाउँछ बाहिर, महँगो महँगो दबाई किन्नु पठाउँछ बाहिर, एउटा सानो इन्जेक्सन घोत्नु पर्यो भने पनि त्यो धरि पनि किन्नु पठाउँछ बाहिर भने चाहिँ। अनि के को दाम बढाइ बसेको। बरु जति सक्दो त जति सक्दो यहाँनिर चाहिँ फ्री ट्रिटमेन्ट हुँदैछ। अब केको पनि पैसा तिर्नु पर्दैन तिमीहरूले भनेर चाहिँ भन्नुपर्ने हो नि त। जहीँबाट पनि त गरिब मरिँदैछ होइन। अनि के कारणले चाहिँ अब यसलाई एकदम राम्रो काम गरेछ भनेर थपडी मान्नु, कुन चाहिँ हिसाबले चाहिँ थपडी मान्नु। गरिब मान्छेहरूको लागि एउटा हस्पिटल बनाइदिएको पछि त फेसिलिटी छोडिदिनु पर्ने हो कि पैसा उकालो बढाउनु पर्ने हो। अब अल्ट्रासाउन्ड गरेको पैसा तिर्नु पर्ने रे है। यसै पनि प्राइभेटमा खेदिबस्छ है। फेरि गभर्मेन्ट हस्पिटल भनेर ठुलो आश बोकेर मान्छे जान्छ, सब कुरा किन्नुको लागि चाहिँ बाहिर पठाउँछ पछि नि। बरु सबै प्राइभेट बनाइराख्नु, अनि गरिब जनताको लागि चाहिँ नि 5 लाख फ्री गरिदिनु। 5 लाखमा त होलसेल ट्रिटमेन्ट गरेर पनि फर्किआउँछ मान्छे। ल अब के को सिवाएको कुरा गरिबस्नु, ओबिसीको कुरा गरिबस्नु। इमर्जेन्सी एकदमै बिमारी भयो भने चाहिँ अनि पुरै त्यहाँ त प्राइभेट सिस्टम भयो नि त। प्राइभेट हस्पिटल बराबरी भएको नि त। अनि पैसा तिर्नुपर्ने। अब 70 वर्ष पुगेको बुढो मान्छेहरूलाई चाहिँ फ्री, त्यो त हाउडे कुरा हो नि त। त्यो नपताउँदो कुरा हो नि त। के 70 वर्ष पुगेको बुढो मान्छे मात्रै बिमार हुन्छ भन्ने होइन नि त। कोहीखेर नानी बिमारी हुन्छ, कोहीखेर जे पनि हुनसक्छ। मान्छेको लाइफ हो, आज छ भोलि छैन होइन। अनि हस्पिटल गभर्मेन्ट भनिसकिसकेपछि चाहिँ फ्री हुनुपर्छ कि होइन भने चाहिँ नि प्राइभेट बराबरै हस्पिटलहरू अनि त्यहाँ गभर्मेन्ट हो भनेर नाम नदिबस्छ। बरु सिक्किमको जति पनि डकुमेन्ट्स भएको मान्छेहरूको लागि फ्री ट्रिटमेन्ट भनेर बेङ्गलोरसम्म क्या हो, भेलरसम्म फ्री ट्रिटमेन्ट लगाइदिनु नि लाइन लगाएर। बरु त्यो पो धर्म काम हुन्थ्यो र होइन। बस्नु खानु सबै फ्री। भेलोर जाऊ चाहे दिल्ली जाऊ चाहे कलकत्ता जाऊ, यो सिक्किमभरि हस्पिटल जुनैमा पनि ट्रिटमेन्ट भएन भने चाहिँ मेरो तर्फबाट है अन्त चाहिँ हामीले फेसिलिटी खोलिदिएको छौँ। गरिब जनता जति पनि छ सिक्किमको सिवाय भएको डकुमेन्ट्सहरू अप टु डेट भएको मान्छेहरूलाई बरु फ्री ट्रिटमेन्टको चाहिँ अफर लगाइदिनु नि। त्यो पो सुहाउँछ त हौ कि कसो। हतपत बोलिँदैन कि बोलिसकेपछि चाहिँ एकदम राम्रो कुरा मात्रै राखिन्छ हामी चाहिँ भिडियोमा क्या हो। अब जहीँबाट तपाईँहरू सोच्नुहोस् न कसरी चाहिँ हुन्छ। इम्पोसिबल कुरा हो नि त। 60 रुपियाँ 50 रुपियाँ बढाउनुपर्छ, त्यसरी 500 2000सम्म उकालो बढाउनु हुँदैन। ल राधे राधे। फेरि अलिक कडा बनाउनु पर्ने हो भने चाहिँ कमेन्टमा लेखेर जाउँ है ल।